हेलो गुड मर्निङ एन्ड नमस्कार। आज चाहिँ हामी बिहानै बिहानै तातो तातो मौसममा हामी चाहिँ जाँदैछौँ कहाँ भन्ने अब हजुरहरूले देख्न सक्नुहुनेछ। हामी चाहिँ पाखरीबास पुगिसक्यौँ। अब यहाँबाट ओह्रालो लाग्छौँ हामी। अब चाहिँ देख्न सक्नुहुनेछ हामी यहाँदेखि ओह्रालो झर्दैछौँ। अब हामी जाँदैछौँ। यो पाखरीबासको ओह्रालो हो। देख न गाइज कस्तो लागिरहेछ। देख न कस्तो राम्रो छ हैन। घाम लागेको छ त्यस्तै। अब हामी यहाँदेखि ओह्रालो जाँदैछौँ। अब हामी कहाँ जाने भन्ने कुराहरू चाहिँ हजुरहरूले यो लास्टसम्म भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु। अब हेर्न सक्नुहुनेछ यस्तो राम्रो दृश्य मन्दिर रहेको छ। यो चाहिँ डिकुरेको मन्दिर भन्ने ठाउँ हो। त्यहाँ यस्तो राम्रो देखिन्छ है। त्यहाँबाट फेरि हामी ओह्रालो झर्दैछौँ। बाटो भन्नुहुन्छ भने त्यस्तै राम्रो छ। गाइजहरू तपाईँहरू पनि आउन सक्नुहुनेछ यहाँ घुम्नलाई। एकदम राम्रो छ। अब घामहरू त्यस्तै लागिरहेको छ। ल यहाँ हेर्नुहोस् त कस्तो राम्रो छ। यहाँको सिनहरू त्यस्तै राम्रो छ। ल हेर्नुहोस् वाउ कस्तो राम्रो सो ब्युटिफुल प्लेस। ल हामी यहाँदेखि फेरि ओह्रालो झर्दैछौँ। अब हामी पुग्न लागिसक्यौँ तल लेगुवा जाने ओह्रालो बाटो लाग्यौँ। अब हामी ओह्रालो जाँदैछौँ गाइजहरू। अब हेर्नुहोस् त यहाँ कस्तो दामी ठाउँ छ। कस्तो राम्रो देखिरहेछ। ल हामी यहाँदेखि झन् ओह्रालो जाँदैछौँ। यहाँ पारीको सिन हेर्न सक्नुहुनेछ कस्तो राम्रो देखिरहेछ। वाउ हेर्नुहोस् त कस्तो राम्रो छ। ल अब हामी यहाँदेखि झर्दैछौँ। गाडी आउँदैछ ओह्रालोबाट। वाउ अब यहाँ देख्न सक्नुहुनेछ डाँडाहरू कस्तो राम्रो। यहाँ पारीको सिन हेर्नुहोस् त कस्तो राम्रो छ। अब यो चाहिँ लेगुवा जाने बाटो हो। लेगुवा पुग्न आँटिसक्यो। अब यहाँ हेर्नुहोस् त लेगुवादेखि अलि मास्तिरको डाँडा कस्तो राम्रो छ। गाइजहरू हेर्नुहोस् कस्तो राम्रो। घाम त्यस्तै लागेको छ। हामी पनि जाँदैछौँ ओह्रालो। अब हामी लेगुवा पुग्न आँट्यौँ। वाउ हेर्नुहोस् त यहाँ तल कस्तो राम्रो छ। कस्तो राम्रो सिन छ। त्यस्तै राम्रो छ। आजको मौसम पनि त्यस्तै राम्रो छ। देख्न सक्नुहुनेछ। ल हेर्नुहोस् त गाइजहरू कस्तो राम्रो भ्यू। अब हामी यहाँदेखि जाँदैछौँ। अब हामी तपाईँहरूलाई देखाउनेछौँ माङमाया खोलाको पुल। अब हामी माङमाया खोला पुगिसक्यौँ। यहाँको हेर्न सक्नुहुनेछ पुल कस्तो राम्रो देखिन्छ। हामी चाहिँ सिधादेखि हिलेदेखि पाखरीबास हुँदै लेगुवासम्म पुगिसक्यौँ। अब त्यहाँदेखि जाँदैछौँ। अब हामी हेर्नुहोस् त लेगुवा जाने बाटो कस्तो राम्रो छ। अब हामी चाहिँ यहाँ हेर्नुहोस् माङमाया खोला छेउको घरहरू होइन कस्तो राम्रो छ। अब यहाँदेखि उता गइसकेपछि लेगुवा आइपुग्न लाग्यौँ। ल देख्न सक्नुहुनेछ। अरू नदी देखेको यो अरू नदी देखिरहेछ। अब हामी जाँदैछौँ यहाँदेखि होइन हेर्न सक्नुहुनेछ त्यहाँबाट सबैजनाले। अब हामी लेगुवा पुग्न लाग्यौँ। अब हामी लेगुवा पुगिसक्यौँ। वाउ देख्नुहोस् यहाँ हेर्नुहोस् त लेगुवा कस्तो राम्रो छ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। यो मूर्ति छ यहाँनिर होइन। अब यहाँबाट हामी तेल लगाउन जानुपर्छ। अलिकति तेल लगाएर पेट्रोल लगाउन जाँदैछौँ हामी।
दुईटा बाटो छ यहाँबाट एउटा उता खादबारी जाने ठाउँ र एउटा भोजपुर जाने बाटो छुटिन्छ हामी अब त्यहाँबाट उँधो जाँदैछौँ पेट्रोल पम्पतिर पेट्रोल पम्प चाहिँ खादबारी जाने बाटो अब यहाँबाट हामी तल्लो बाटो भोजपुर जाने बाटो जाँदैछौँ माथिल्लो बाटो अहिले जाने हामी चाहिँ अहिले फर्केर आएर फेरि मासतिर जान्छौँ अब हामी चाहिँ यहाँ पेट्रोल लाउनु जाँदैछौँ र पेट्रोल पम्प पनि हजुरहरूले देख्न सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो भोजपुर जाने पुल अरुण खोला पुग्यौँ हामी अरुण नदी हो हामी चाहिँ अरुण नदी पुगिसक्यौँ होइन अब यहाँ आज मेला लागेको थियो नि यहाँ आज मेला पनि लागिरहेको थियो यहाँ हेर्नुहोस् त अब हामी पेट्रोल पम्प जाँदैछौँ पेट्रोल लगाउन माघे मेला भन्ने मेला लागिरहेकै छ गाइजहरू अनि अब हेर्न सक्नुहुनेछ हामी चाहिँ अब पेट्रोल पम्पमा गएर पेट्रोल लगाएर फेरि फर्किनेछौँ पेट्रोल पम्प देख्न सक्नुहुनेछ भोजपुर जाने अरुण नदीको छेउमा छ यो पेट्रोल पम्प चाहिँ अब हामी पेट्रोल लगाएर फर्किसक्यौँ गाइजहरू होइन खादबारी जाने बाटो तुमलिङटार हुँदै अनि खादबारी अब हामी चाहिँ जाँदैछौँ खादबारी जाने बाटो लागिसक्यौँ है गाइजहरू अब मेला लागेको थियो यहाँ मुनि अनि मेलामा आउनुभएको सबैजना फर्किनु भएको मेला लागिरहेको छ यो माघे मेला लागिरहेको रहेछ अब हामी जाँदैछौँ अब यहाँ देख्न सक्नुहुनेछ अक्करको भिर भन्ने ठाउँ हेर्नुहोस् है गाइजहरू अब कस्तो छ भनेर म पनि यहाँ फर्स्ट टाइम गएको कि मलाई त्यस्तो डर लाग्यो होइन तपाईँहरू पनि अब तर हेर्न राम्रो छ तपाईँहरूलाई नि मनपर्छ हेर्न मन लाग्छ भने आउन सक्नुहुनेछ अक्करको भिर अब हामी जाँदैछौँ खासै धेरै अब पसलहरू जित्दैन छ बाटोमा अलिअलि रहेछ होइन अब त्यस्तै छ यहाँनिर अब हामी पुग्न लागिसक्यौँ अब हजुरहरूले देख्न सक्नुहुनेछ अक्करको भिर अब आउन लाग्यो अब यहाँ बैरेनी भन्ने ठाउँ आइपुग्यो अब यहाँबाट सुरु भयो अक्करको भिर त्यहाँ गएर हामी फोटोहरू खिच्छौँ टिकटकहरू बनाउँछौँ देख्न सक्नुहुनेछ हेर्नुहोस् है हजुरहरूलाई पनि राम्रो लाग्छ भने घुम्न आउन सक्नुहुनेछ वाउ कस्तो राम्रो देखेको त्यस्तै राम्रो होइन पत्थर काटेर बनाएर निकालेको छ रोड अरुण नदीको भित्तामा त्यहाँ एउटा मन्दिर पनि बनाएको छ यहाँ अरुण नदीको भित्तामा अक्करको भिर छेउमा मेन भिर देख्न सक्नुहुनेछ यहाँको भिर कस्तो डरलाग्दो डेन्जर छ भनेर तर हेर्नको लागि एकदम रमाइलो ठाउँ छ है यहाँनिर तपाईँहरू पनि आउन सक्नुहुनेछ होइन नदी छ यहाँ होइन तल अब नदी हेर्न सक्नुहुनेछ है हेर्नुहोस् त कस्तो भिड छ हजुरहरूले देख्नु सक्नुभयो अब हामी यहाँबाट चाहिँ लागिसक्यौँ अब हामी जाँदैछौँ खादबारी हामी अब जाँदैछौँ खादबारी जाने बाटो हेर्नुहोस् है कस्तो लागिरहेछ हजुरहरूलाई अब हामी खादबारी जाने तुमलिङटार हुँदै जान्छौँ गाइजहरू अब तुमलिङटार आउँछ अब हामी तर बाटो चाहिँ अलिक सानो रहेछ होइन उता जाने अब यो सभा खोलाको पुल आइसक्यो हामी सभा खोला पुलमा पुगिसक्यौँ अब हामी जाँदैछौँ तुमलिङटार ल धन्यवाद हजुरहरूलाई यो के नगरपालिका थियो यो अब सुरु भयो खादबारी नगरपालिका हामी जाँदैछौँ हामी तुमलिङटार पुगिसक्यौँ देख्न सक्नुहुनेछ तुमलिङटार चाहिँ कस्तो रहेछ भनेर एयरपोर्ट पनि नजिकै छ तर खासै प्लेन चाहिँ अब एउटा आउने जाने गर्दो रहेछ होइन
गाइजहरू अब यहाँ चाहिँ भनेको बाटो पनि यस्तै छ। हामी चाहिँ यहाँ 4 बज्न लागिसक्यो। हामी यहाँ पुग्दाखेरि चाहिँ अब जाँदैछौँ फेरि हामी टुमडुङ टारको यो सामानहरू हाइड्रो पावरको सामानहरू होला सायद। यो चाहिँ कति हाबी हाबी ल्याएको छ गाडीले। अब हामी गइसक्यौँ। अब मेला लागेको रहेछ त्यहाँदेखि अलि माथि टुमडुङ टारदेखि अलि माथि। त्यो मेलामा हामी एकछिन बसेर हेर्छौँ। हजुरहरू पनि आउन सक्नुहुनेछ अर्को साल माघे मेलामा। यहाँ सबैसँग भेट हुनेछ, भेट्नु पर्छ भन्दै अब हामी यहाँबाट उँभो लाग्नेछौँ। अब हामी यहाँबाट उँभो गयौँ खादबारीतिर। हेर्नुहोस् है, खादबारीसम्मको यात्रा हाम्रो आजको। खादबारी पुगिसक्यौँ हामी, खादबारी पुगिसक्यौँ। अब खादबारीमा हेर्न सक्नुहुनेछ खादबारी बजार। अब खादबारी हामी निस्किसक्यौँ। खादबारी बजारतिर जाँदैछौँ हामी होइन। अब हामी चाहिँ रात परिसकिसक्यो। अब हामी यति बस्छौँ। अब यहाँ त्यस्तो राम्रो अब कता बस्ने ठाउँ छ भनेर हामी बेलुका खोज्दै गर्दैछौँ। ल हेर्नुहोस् है, बजार खादबारी बजार। अब हामी यहाँ अलिक एकछिन हेरेर बस्छौँ। यो होटल छ, हामी बस्ने होटल यहीँ बस्ने होला है कि होइन? अब हामी त्यहाँ पर गएर अलिकति परतिर गएर हामी बजारतिर जान्छौँ गाइजहरू होइन। अब हामी चाहिँ बजार जाँदैछौँ। अब यहाँ हामी गएर बजार छिरी हो। रात परिसकिसक्यो। अब हामी बजारतिर लाग्यौँ। अब त्यहाँको त्यो पोखरी हेर्न सक्नुहुनेछ गाइजहरू, त्यहाँ पोखरी छ। अब हामी चाहिँ यहाँ आज बस्ने होटल बरुण भन्नेमा हामी बस्दैछौँ। हामी पसिसक्यौँ। त्यहाँ गएर हामी चाहिँ आइसक्रिम खाँदैछौँ चिसो मौसममा। हामी आमा छोरा चाहिँ आइसक्रिम खाँदैछौँ। अब हामी यहाँ हेर्नुहोस् है गाइजहरू, होटल बरुण हो। यहाँ चाहिँ एकदम राम्रो सेवा सुविधा रहेको रहेछ। फेरि हामी चाहिँ त्यहीँ हामी बस्यौँ। अनि हामी चाहिँ बिहान मर्निङ टाइममा हामी फेरि लाग्यौँ अर्को के ठाउँ। हामी चाहिँ त्यहाँबाट फेरि चेवा भन्ने गाउँतिर लाग्यौँ। हेर्नुहोस् गाइजहरू, अब त्यहाँ गाउँ जाने बाटो कस्तो रहेछ होइन। त्यहाँ चाहिँ अब उखुहरू धेरै पाउने अनि सक्खरहरू अनि त्यस पछाडि उखुको जुसहरू धेरै पाउने ठाउँ रहेछ। बाटो चाहिँ यस्तो रहेछ होइन गाइजहरू। अब त्यहाँ जाँदाखेरि हाम्रो बहिनीको घर छ। अब हामी त्यहाँ पुग्न लागिसक्यौँ। अब हामी त्यहाँ पुगिसकेपछि चाहिँ के गर्छौँ हजुरहरूलाई देखाउने छौँ। पुग्न लागेछ। अब धेर छैन। देख्न सक्नुहुनेछ है। अब हामी लगभग पुग्न लागिसक्यौँ। यहाँको बिहानै मर्निङ टाइममा गएको हेर्न कस्तो राम्रो घाम लागिरहेको छ। आहा, अनि त्यस्तै रमाइलो ठाउँ छ त्यहाँनिर होइन। तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने आउनु है यहाँनिर। अब हामी यहाँ पुग्न लागिसक्यौँ। यहाँबाट देख्न सक्नुहुनेछ पारी खोटाङ छ। योभन्दा पारिभरि खोटाङ हो यहाँ। अब हामी चाहिँ जाँदैछौँ। हामीलाई चाहिँ घर नदेखेर हामी चाहिँ त्यहाँ सोध्दै ओर्दै भन्दै खोज्दै जाँदैछौँ। हेर्न सक्नुहुनेछ बाटो पनि त्यस्तै छ होइन। अब हामी लगभग आइपुग्न लागिसक्यौँ हाम्रो बहिनीको घर। अब हामी हाम्रो कान्छीको घर पुग्न लाग्यौँ गाइजहरू। हेर्नुहोस् है, स्कुल आउँदैछ। स्कुलभन्दा अलिक तलतिर रहेछ। अब यो टर्निङ यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हिँड्दै जाने बाटो रहेछ। सिडीहरू त्यस्तै राम्रो रहेछ होइन। जाल्पामा बिकी के रहेछ त्यहाँनिर, त्यहाँ छ रहेछ। त्योभन्दा अलिक तलतिर अब उनीहरूको स्कुल आउन आँट। अब हामी यहाँ जाँदैछौँ। अब स्कुल आइपुग्न लाग्यो त्यहाँनिर होइन। अब स्कुल लगभग
स्कुलदेखि 2-3 घर तलतिर पट्टि हाम्रो कान्छीको घर रहेको छ। अब हामी त्यसलाई सरप्राइज दिन हामी जाँदैछौँ। गाइजहरू हेर्न सक्नुहुनेछ। लगभग हामी यहाँ मुनि ओह्रालो लागिसक्यौँ। हेर्नुहोस् त गाइजहरू उखुबारी स्कुल आइसकिसक्यो। स्कुल आउँछ हो, यहाँ स्कुल रहेछ भित्र। अब हामी चाहिँ त्यहाँबाट ओह्रालो लागेपछि घर आउँछ गाइजहरू। हो, यहाँ देब्रेपट्टि छ घर। ठ्याक्कै हामी आइपुग्यो। ल है गाइजहरू, फाइनली हामी चाहिँ घर आइसक्यौँ। अब घरको मान्छेहरू चाहिँ कता हुनुहुन्छ, बाहिर निस्किनु भएको छैन। थ्याङ्क्स फर वाचिङ, बाई बाई।